ल विद्यार्थीहरू मैले तिमीहरूलाई याद गरेर आउनु भनेको थिएँ। पालो पालो सोध्छु भन त। ल हुन्छ सर, सोध्नु त। ल उठ मानव। ल सुन त, यदि राम बादलमा अड्केको छ भने ऊ तल कसरी आउन सक्छ त? प्यारासुटको प्रयोग गरेर सर। तेरो बाउले प्यारासुट दिन्छ त? तेरो बाउले बादल अड्काउँछ र? ल त चुप लाग, बस। हर्बु उठ भन त तिमी। ल भन त, मानिसको एउटा हातमा कतिवटा औँला हुन्छन्? सर 6वटा वाला हुन्छ। फेरि तैँले कट्टुभित्र हात हालिस् है। ल बस। ल कुनै उठ त। ल त भन, नेपालीहरू किन बहादुर हुन्छन्? किन हुनु सर, राम बहादुर, लाल बहादुर, श्याम बहादुर जस्तो नाम राखेपछि बहादुर भइ त हाल्छन् नि। चुप लाग, त बस। ल छोटो उठ। ल भन त, संसारको सबैभन्दा मूर्ख मानिस को? को हुनुहुन्न सर? तपाईँ हुनुहुन्छ। म कसरी मूर्ख भए? कसरी हुनुहुन्न? आफूले आउने क्वेसन सोध्नुहुन्छ नि। भाइ जा, भाइ गएर कान समात। यो क्लासमा सबैभन्दा राम्रो गाना कसले गाउँछ त? सर म गीत चाहिँ यहाँ तर ऱ्याप हान्छु। ल हान। म्युजिक। या ओइ बुढो सुन, ओइ मास्टर सुन, तैँले हामी विद्यार्थीलाई अति धेरै कुटिस, हामीले क्वेसन सोद्धाखेरि केही नभनी उठिस। क्वेसन पनि गाह्रो दिन्छस्, केही आउँदैन हामीलाई, तेरो मेघको चक्कर चले भनिदिन्छु म सबलाई। होमवर्क पनि धेरै दिन्छस् गर्दैन उनी, अहिले सायद बातमा पाउँ तैँले अर्को जुनी, हामी तेरा चेला होइनौ भन्ने गर दाजै, न त तेरी छोरीलाई भगाइदिन्छु आजै, इक्जाम आउन लाग्यो भने करा कराई गर्छस्, यस्तै पारा देखाइस् भने एक दिन मेरै हातदेखि मर्छस्। ल आजको क्लास यही खतम हुन्छ, भोलि पढौँला। हस्त सर। सर